गाइस पहिला यो भिडियो हेरौं अनि यसको फन्नी कमेन्ट पढ्ने है त। श्रीकृष्ण भन्नुहुन्छ कि पुरुषको संघर्ष बुझ्ने नारी र नारीको त्याग बुझ्ने पुरुष नै एकअर्काको सच्चै जीवन साथी हुन् कि। श्रीकृष्ण भन्नुहुन्छ माफ हरेक पटक गर तर विश्वास केवल एकैचोटी। रुको जरा सबर गरो। श्रीकृष्ण भन्नुहुन्छ जहाँ बोल्न आउँदैन त्यहाँ चुप्पा लाएर बस्नुपर्छ। श्रीकृष्णले जेसुकै भनन् तर तिमी केही नभन। यो सब सुनेपछि अब श्रीकृष्णजीले जिब्रै काट्नुहुन्छ, केही भन्नुहुन्न। नराटी भन त बहिनी, तिमीलाई यो लास्टै राम्रो बनाए जस्तो लाग्छ होला हैन? आफूभित्र लुकेको कला देखाउनु पर्छ, तर यहाँ होइन, टोयलेटमा। यस्तै रमाइलो भिडियो हेर्न फन्नी कमेन्ट दिँदा फलो गर्नुहोस्।